अब युट्युबमा किन युट्युबमा मेरो भाइ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ भाइ कपडै लाएर बसेको भए त हुन्थ्यो कि होइन भाइ छैन अब सुन म जान्छु भाइ हेर होइन यो त्यो ब्याग अनि यहाँ माथि मेरो दुईवटा कपडा अनि यो टी सर्ट चाहिँ आज धोइ तैँले कसरी धोयो भन्दाखेरि माथि दुई ठाउँमा फालिदिने दुनी किन भन्दाखेरि त्यहाँ बक्सरहरू सडेको 7 दिन भइसक्यो आउँछ कि दुईजना हाम्रो क्लिनरहरू छ कि हो अनि भाइ पुसअप गर्यो नि त भाइ अन्त नगरौँ ल आज चाहिँ हाम्रो पोखरा छु बुर्दिबाङको भ्लग सबैहरूलाई स्वागत छ पोखरा छु बुर्दिबाङ टु बाग्लुङ छ धोरपाटन खै मैले कता कता बाटो थाहा छैन मलाई होइन जे पनि भनिदिन्छु भाइ भाइ गुड मर्निङ भन गुड मर्निङ गुड मर्निङ 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 माइ गॉड ल है अब चाहिँ हामी निस्किसक्यौँ त्यहाँ सबै सुत्दैछ है किशोर भाइ त्यही छ अब यस्तै छ कोठाहरू गुड मर्निङ ओ माइ गॉड अब चाहिँ हामी निस्क्यौँ एन्ड अब 81 चाहिँ भ्लगिङतिर इन्ट्रेस्ट कसरी आयो भन्दाखेरि चाहिँ अब के गर्नु मान्छे हिरो भएपछि अब अनुहारै नपरेको जग्गा फाल्तु भयो एउटा कुरो हिरो यस्तो हिरो छु म होइन यस्तो हिरो माइ गड फेरि यस्तो हिरो मान्छेले अब भ्लग सुरु गरेन भने कसले अब अनमोल केसीले फिल्म खेल्न हुने मैले भ्लग गर्न नहुने भन्ने मेरो जिज्ञासा भयो अनि त्यसपछि आज चाहिँ हामी फेरि कोसँग जाँदैछौँ भन्दाखेरि चाहिँ म तिमीहरूलाई अहिले देखाउन्न है कोसँग के गरेर कहाँ जाँदैछौँ भनेर चाहिँ म देखाउन तिमीहरूलाई हामी चाहिँ जाँदैछौँ भन्ने त थाहा अनि त्यसपछि धोरपाटनपछि चाहिँ हामी चेन्नई जाने चाहिँ हल्का फुल्का प्लान छ चेन्नईको पनि प्लानिङ तिमीहरूलाई यसो सुनाउँछु म है हाम्रो चेन्नईको पनि प्लानिङ चल्दैछ अहिले चाहिँ धोरपाटनको लागि मात्र सोचौँ त्यसपछि लु म निस्किएँ पोको पन्ध्रपुर भाइ यही कपडा किन भन्दाखेरि चाहिँ यो कपडा गल्तिलो भएको कपडाहरूमध्ये चाहिँ यही एउटा कपडा हो गुड मर्निङ फोरहरू चाहिँ यसरी फालेछौँ हामीले ल गुड मर्निङ बाई बाई मेरो साथीहरू बाई बाई अनि अर्कोचोटि चाहिँ प्लिज सुपर ग्लुले कहिले सुपर ग्लु युज नगर्नु होला भनेर भनिदिन्छ दाइ किन भन्दाखेरि मसँग पैसा थिएन दाइ त्यतिखेर 25 रुपियाँ कि 30 रुपियाँ थियो अनि 3चोटि सुपर ग्लुले जोडेछ हाइलाइट दाइलाई गाह्रो भयो तर केही छैन गाह्रो मान्नु दाइ तपाईँले अनि दादा यता हेर्नु त दादा एउटा 360 के दादा एकचोटि घुम्दैन न हाम्रो चाहिँ यहाँको सेकेन्ड ओनर होइन दाइ तपाईँ सेकेन्ड सेयर होल्डर है थर्ड सेयर होल्डर चाहिँ कता थाहा छैन थर्ड सेयर होल्डर चाहिँ हाम्रो फ्याक्टर दोस्त भयो के खाँदा नि हाल खबर दोस्त आऊ त त्यसलाई आशीर्वाद दिनुपर्ने भयो के दाइको छोरी होइन लास्ट चञ्चलले तिम्रो आशीर्वादको कमी छ यसको जीवन नानमै आऊ हात देऊ इन्डिया जाने हो प्रवीण छोरा इन्डिया जाने हो यहाँहरू त मलाई चिन्यो म खोधा म होइन नमस्ते गर नमस्ते गर मिठा दिन्छु राम्रो छि तिम्रो नाम के हो अब चाहिँ हामी जाँदैछौँ बाग्लुङ कालिका किन भन्दाखेरि हामी एकदम धर्मलम्बी मान्छे हो कि हामी बाग्लुङ कालिकाको दर्शन गरेर अनि अगाडि बढ्छौँ अगाडिको मान्छे सिलाएर चलाउनु होला प्लिज बाटो त्यस्तै छ है सबैजनालाई हामी चाहिँ अहिले फेवा तालमा छौँ अब तिमीहरूलाई अब के के बोल्छ तिमी जस्तो लाग्यो तर म पनि थाहा छैन म के बोल्छु म किन भ्लग गरिरहेको नि थाहा छैन अन्त के हाल कस्तो लाग्यो बाटो पिचै छ भन्नु सक्यो कि पिचै छ भन्न सरकारले पिच गर्छ अनि अझै दाइ ए यसो यता आउनु मिल्छ कि अनि हाम्रो यता उडिरहेको छन् त्यो गुँदेली भएको टोल्न मजा आउँथ्यो होला है ल यहाँबाट हेर त फेवाताल ठ्याक्क हात्ती जस्तो देख्छ ल हेर त्यहाँ देखाउ थाकेर बसेको हात्ती जस्तो बाह्रै मन्दिर आँखा भयो होइन त्यो अगाडि गएको सुँड भयो अनि यो तलको यो अगाडिको खुट्टा भयो यो भुँडी जस्तो अनि पछाडि खुट्टा ठ्याक्क बसेको हात्ती जस्तो देख्छ दाइ यार देख्यो केटा हो त्यही भएर भन्छ नि ट्राभल गरेर के पाइस अन्त भिजन हुन्छ कि हो कि म त अब यो ट्राभल पर्सपेक्टिभ हो कि कसरी हेर्छ फेवाताललाई भनेर कसरी अब धेरैले हेर्नु कसैले फोरको डुङ्गुर भन्छन् कसैले कुहिरी आएर वाला भन्छन् होइन कसैले अब सानो थमेल बनाउँछन् तर फेवा ताल चाहिँ एकदम मायालु ताल छ
जुन तालमा चाहिँ हामी सानोमा पौडी खेल्थ्यौँ भनेर भनिदिनु अहिले चाहिँ अलिक गाह्रो छ 4 भएको छ मुत्नी अघि त्यही गर्छ नि त मुत्नी हग्ने लेग साइडवासीले नि सम्हाल्न आफूले सम्हालेर ती ढल्का पाएबाट फेवातालमा मिसाउन बन्द गर्नुपर्ने छ त्यो चाहिँ हाम्रो मेयरको काम हो तर मेयरको खासै अहिले हामीलाई चिन्ता छैन किनभने उनले काम गर्दैन भन्ने हामी कन्फिडेन्ट भइसक्यो पोखरामा मेयर छ र ए छन् दाइ मेयर त छन् त दाइ काम पनि नगर्ने हो त्यो सुते हात त्यस्तै हो कि दाइ राम्रो मेयर हो होइन ताल हो तर काम छैन केही दिनु पर्दा आवारा भनेको के दाइ आवारा भनेको चाहिँ यति राम्रो शब्द रहेछ होइन आफ्नो हिसाबले जिन्दगी जिउन रुचाउने त्यो हुन्छ नि मनमौजी खालको मान्छे कसैलाई पनि नराम्रो नगर्ने मान्छेलाई चाहिँ आवारा भन्दो रहेछ भन्छ मनमौजी मान्छेलाई मुजी बनाइदिए सोसाइटीले बुझ्यौ दोस्त खतरा भयो दोस्त अन्त म तिमीलाई एउटा क्वेसन सोध्दै थिएँ कि त्यहाँ दिशा गरेको 5 रुपियाँ रहेछ अनि पिसाब गरेको 10 रुपियाँ रहेछ होइन पिसाब गरेको 5 रुपियाँ दिशा गरेको 10 रुपियाँ म त्यहाँ के गरेर आएँ दोसेर म दिशा नि गर्न पिसाब नि गर्न गरेर चाहिँ क्या बुझ्यौ 25 रुपियाँ दिँदैछ अनि त डोनेसनको त धेरै आउँछ नि स्मार्ट डोनेसनको त ए छैन दाइ नेपालमा त कसको भ्यालु हो ओहो चटपट आयो हाम्रो चाहिँ यहाँ सानो फ्यानलाई भेटेको छन् है के भन्नु कता छ भाइ हजुर ठुलै हो दाइ क्यार्न गराएका हुन् कसलाई माथि गएर साथी करन पाएन दाइ पाएन दोस्त तिमी ऱ्यापर हो कि दोस्त कमेडियन अलिक आएन सुनेन है मद्दै नेतै आछन् कि भनेको त साथीलाई बोलाउनु लाएर छ मलाई आया बाख्रे बिस्तारै टोकन यार दुख्यो यार हाई भन हाई खान्छस् हाम्रो भाइ एउटा किडनी अफर कहाँबाट खान्छस् हाम्रो भाइ एउटा किडनी अफर छ भाइ इन्डिया लर किडनी बेच्यो भने चाहिँ आधा पैसा तँलाई आधा पैसा मलाई तपाईँको बेचौँ आधी पैसा मलाई आधी पैसा भाइ मेरो 3वटा किडनी छ नि भाइ 4वटा खासमा दुईटा तलको दुईटा यसलाई थाहा रहेछ भाइ त बिग्रिन्छ यो नेता भन्छ त हेर्नु भाइ त बिग्रिस् के अरे भाइ यस्तो हो क्या आन्टी बाख्रा भनेको चाहिँ जस्तै नेपालमा चाहिँ बाख्रै सोध्छन् होइन तर इङ्ग्लिसमा चाहिँ गोठ भन्छन् क्या गोठ भनेको गड अफ अल टाइम भनेको जे कुराको नि भगवान् त्यो चाहिँ म छु आन्टी तपाईँ सन्चै हुन्छ छोरछोरी कतिका खान् छोरछोरी कतिवटा खान् ए बलियो हुन त रहेछ ए भन्छ छोरालाई यहीँबाट चटपट फालिदिनु भयो सबै ताई खान्छ भन्ने एउटा चटपट फालिदिनु हुँदो रहेछ आनन्द दाइ जिन्दगी हेर्नको छ हामी हो कि दाइ अनि यसलाई दाइ यो चाहिँ नेता भन्छ है दाइ 2टा किन्ने भनेको बुद्धि हाल्यो 2तिर किन्ने भनेको No. Two. Yes. What are they? Big and small. Okay. Tell me big ABCD. A, B, C, D. No, no. You have to say big A, big B, big C. Tell me. बिग ए बिग सी Big D. बिग डी Big D. बिग डी तेरो त स्मल क्यापिटल ए भनेको स्मल Yeah, my friend here is from Toripani, right? You're from Toripani? Yeah, my friend here, my brother is from Toripani. नाम जस्तै ठाउँ Yeah. त्यहाँ मान्छे र नाम म्याच भएको के We are talking here. You want to go to Israel, my brother? No. No, you don't want to go to Israel. Yeah. Why? त्यसलाई नोरा यास भाइ केही भन्नु Yes, let's go to Israel. We travel to Israel. अब नो भन्छ ऊ जान्न देख्नु जान्न ल बाई 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 भन् Bye. हेलो बुर्तिबाङ भन् Hello. बुर्तिबाङ Burti. Burtibang. फेरि भन्छ हेलो बुर्तिबाङ भन् Hello, Burtibang. ल अलिक गर न Hello, Burtibang. चाहिँ अनौठो कुरा देख्यौँ हाम्रो इन्डियाबाट चाहिँ गेस्ट आउनु भएको रहेछ हेलो ब्रदर्स हेलो वेलकम टू नेपाल हम इधर छोटे मोटे ब्लॉगर है क्या आपसे हम अंतर्वार्ता बात कर सकते हैं थोड़ा थोड़ा हाँ कर सकते हैं आप लोग कहाँ से भाई इंडिया
यूपी आजमगढ़ भाई ये आप जो कर रहे हो भाई ये मुझको बहुत अच्छा लगा भाई हामी यो जिजिके साथीहरुसँग धेरै नबोलौँ भाइ हामीलाई फेरि उता अर्को साथीहरुसँग भेट जानु छ यिनीहरु जिजिके हो जिजिके को मतलब अहिले भन्छु म तिमीलाई हैन जिजिके भन्छ के जिजिके भन्ने थाहा छ गाँड गुल्ली कण्ड खरानी जम्दा तपाईले कुरा आउनु वेलकम श्री नौडाँडाबाट है कफी खाँदैछ यो लाइटर चाहिँ किन आयो भन्ने सोध्नुहुन्छ भने हामी चाहिँ लाइटर राख्छौँ होइन बाल्न होइन पटेका पड्काउन त्यहीबाट प्लिज त्यस्तो केही हो कि अनर्थ नसोध्नु होला जुगाडमा पर्छ अनि हामीसँग चाहिँ प्रवीण दोष छन् प्रवीण दोष के छ कफीवाला दिदी हेलो दिदीलाई मतलब छैन हाम्रो त्यही पनि हामीलाई मतलब छ दिदीको लजाम त्यसपछि हो यो नौडाँडा चाहिँ यता यो चाहिँ हेम्लाबाट आउने बाटो यो चाहिँ सरङ्गरबाट आउने बाटो हो हामीलाई त्यस्तो खासै केही कुराको फरक त छैन त्यो पनि रमाइलो होइन हेलो म्यान वाट्स अप हेलो वेलकम टु नेपाल सर यसलाई मतलब होइन हाम्रो तर हामीलाई यसको मतलब होइन यसले वेलकम हेलो भन्दै मैले आयो भन्दै मतलब होइन त्यसपछि अब हामी रुमाल किन्न आएछौँ है मान आउनु भएको छ राणामालाई कति रमाइलो मध्य है त्यहाँ मुतिस मात्र भने तैँले पक्न अब यसको त हामी सानोमा पुतली होइन यो पखेटा समाज नि पुच्छरमा भएको अनि उडाउने 13 दिनदेखि अहिले मेरो चाका डोरी हान्न जस्तो बदला लिन आएको होला नि गाई नै किरा त यसले गाउँछ गाई त अशोक दर्जी यसरी हो क्या हेलो हामी नौडाँडा आइसकेका छौँ है हल्का सिनेमेटिक सर्ट्स ट्राई हुँदैछ हाम्रो अब एडिटर दाइले देखाइदियो त यसमा पानी परेको कारणले चाहिँ हामीले रेनकोट लाउनु परेको छ र मेरो बाइकको चाबी हराए दोस्त बाइकको चाबी खोज्दिया भए हुन्थ्यो होइन दोस्त मैले यहाँ नजिकै चाबी फेरि सेफ्टी ठाउँ छ यो प्यान्ट मेरो साथीले दिएको मलाई मेरो एउटा ज्याकेट दिएर यसले तलमाथि सेट दिएको यो चाबी मैले फेरि झुन्डाउने ठाउँ खतरा हो कस्तो छ नि दोस्त मेरो तसमा दामी थ्याङ्क यू होइन नि त जानुभएको छ हेलो के तपाईँहरूको पोस्ट चाहिँ के लाइक गरिदिनु पऱ्यो अब हामीलाई नि कन्टेन्ट हो तपाईँलाई नि लाइक चाहिने हेर्नु कमेन्ट चाहिँ हजुरको इच्छा अनुसार गरे हुन्छ खै के छ नि त्यसमा चाहिँ कुरा चाहिँ कलेजको विद्यार्थी 12 पास गरेकोलाई हाम्रो कलेजमा राम्रो छ आउनु है पढ्नको लागि ए भन्छ वान अफ द प्रमोसन भिडियो नै हो भन्छ कुन कलेज हो देख्यौ गलत धौलागिरी बहुमुखी यसरी लाइक बढाउँछन् विद्यार्थीहरूले केटा हो सोचेर जाओ हो कि होइन भन कलेज होस्टेलको खाना दिने भए चाहिँ आउँछन् होस्टेलमा त कोही जान होला बीबीए क्वालिटी सर्कल डिएफसी भन्छ खतरा लेभलको प्रमोसन भएर चाहिँ यहाँ चाहिँ होइन भाइ यो हेलमेट क्यार्ने हो भन्ने कुरा हो ल अब चाहिँ हामी बागलुङ कालिकाभित्र जान्छौँ के छ दाइ सन्चै हुनुहुन्छ खाना खानुभयो ल हेलमेट यहाँ छोडे तपाईँलाई गाह्रो साह्रो त पर्दैन नि है ए ल ठिक छ साथीहरू हामी चाहिँ अब लायौँ बागलुङ कालिकातिर दिस इज खुदै के खरा हामी आउने बित्तिकै के स्वा गर्दा दाइ
अब दाइ मलाई यहाँ सबभन्दा गाह्रो मलाई हो कि छाडा बोल्न पाइन्न दाइ मन्दिरभित्र बसी गाह्रो छ अझै उनी नि फुल जस्तै थिइन् आन्टी छोडेर गइन् हेर्नु त्यो फुलले क्यार्ने हो भन्ने कुरा हो कि उनी नि फुल जस्तै थिइन् आन्टी छोडेर गइन् दाइ हेर्नु मन्दिर अगाडि डुब्नु आएको छैन ओ माई गड प्रमोसन लेभल त व्यापारीहरूले कहाँ छोड्यो हेर्नु मन्दिरमा लाउनु नपाउने हो पाउँछ नि दाइ हे भगवान इस तुच्छ मानव को मैं आज लेकर आया हूँ मुख छाड्नु मिल्दैन मात्र हो नत्र मैले तिमीलाई अहिले इस तुच्छ मानव को आपके शरण में लेकर आया हूँ प्रभु इसका थोड़ा सद्बुद्धि दे धेरै पछि मन्दिर आएको यार हामी चाहिँ अहिले बागलुङ सारी म चाहिँ अब चाहिँ यहाँबाट उहाँ र यहाँबाट यहाँ निस्किने बेलासम्म छाडा बोल्दिनँ किन भन्दाखेरि मलाई निकै गाह्रो हुन्छ छाडा नबोल्दाखेरि अनि हामीसँग हुन्छ क्यामराम्यान प्रवीण सर के छ अनि त्यसपछि हाम्रो इडिटर सरलाई पनि देखाउन इडिटर सर अनि यो भ्लग चाहिँ भाले दाइ गर्नुहुन्छ किन हाम्रो काम चाहिँ जिएस खिच्ने मात्र हो दुईतिरै भयो तपाईँ अलि तपाईँ राजेशसँग हुनुभयो म चाहिँ अनमोलको शिक्षा त्यो छन् नजाँदा है अर्को को अरे जय किसान म चाहिँ जय किसान बस्छु दाइ बरु जय किसान बस्नेको ट्यालेन्ट छ नि त यार तुम दिस जय किसान बस्ने भाइ म मन्दिरमै लाखु आस्तो त नगरे हुन्थ्यो अलिक पछाडिबाट खिच्दै हुन्थ्यो भाइ नाक यस्तो हुन्छ क्या अनि त्यसपछि यो भाइ भन्ने चाहिँ स्ल्याङ है क्यामेराम्यान फेरि यस आई नो अनि त्यसपछि अब चाहिँ हामी चाहिँ एकदम के भन्ने दाइ अब चाहिँ हामी चाहिँ एकदम रमणीय स्थलमा छौँ आमा नमस्ते नमस्ते ल एउटा कुरा सोध्छु आमा ती चारजना छौँ हामी सबभन्दा राम्रो म छैन अन्त नि बाबु सबै आँटकाँट मिलेको है भनेपछि म मिले छैन आमा ल भन्नु ल म राम्रो छु कि छैन राम्रै छौ आमाले चाहिँ नातिनी दिनुहुन्छ कि नै मलाई म जस्तो राम्रो मान्छेलाई नातिनी भयो त दिनु अब तर भए त दिनुहुन्थ्यो है भनेपछि दिनुहुन्थ्यो टेक्नु भन्नुहुन्थ्यो माया गर्नुहुन्छ आमाले है सालको पात टिप्नु भएको छ टपरी गाँसमा होइन आमा सालको पातको टपरी हुनी हे बराइन आमा ताली बजाउनु न एकचोटि नाचौँ मैले ताली भयो नि अँ ए पातसित भयो है ल सालको पातको टपरी हुनी हे बराइन हुनी सालैको तिम्रो माया कति छ कति हे बराई छोडेर गए बालै भो नमस्ते आमा ल आमा बाई बाई नमस्ते राम्रोसँग बस्नु होला ख्याल गर्नु आफ्नो है केही पऱ्यो भने स्वयंमा फोन अफ्रिकाको औरा हेर्नु न कुकुरले उसको बोक्रा खाइरहेको के भन्छ यसलाई वाटरमेलन खरबुजाको बोक्रा खाइरहेको हेर भाइ तैँले जात पाकोस् ठाउँ नपाकोस् के भाइ बुझ्नुहोस् अब मासु नै खानु पाएको तँलाई अरू ठाउँ जानुपर्थ्यो अब हेर त जिन्दगी तेरो बिचरा मेरो कान्छ यो भनेको औरा खाइरहेको छ अब मिठो छ अब खाऊ मेरो बाबा 20 रुपियाँ दिनुहुन्थ्यो भाइ यहाँ क्युआर चल्दैन के गर्नु खाइ ए कान्छ ओइ खानाकै मतलब बिचरा मेरो अँ नि बाई बाई हामी हिँड्यौँ आऊ नि तिम्रो घर कहाँ हो नि बाबु आऊ न म के गर्छु नडराउ न अब हामी के गर्दैनौँ अब यहाँ नि भाइ के अरे नाम तिम्रो आयुष यसो गरौँ भाइ मसँग मिठाई छ एउटा
अनि यसलाई इन्डिया लिएर जानु है यसलाई इन्डिया लिएर जाऊँ भाइ मिठाई खाने हो डेरी मिल्क भाइ अनि यसो चौधरीहरू गर्नुहुन्छ कि भनेको ल साथीभाइहरू यस वेलकम वेलकम ब्याक टु कन्ट्री 69 हामी चाहिँ अहिले चाहिँ कता हो अहिले हामी बागलुङ कटेर यता भ्यू पोइन्टमा आउने आइपुग्नु लाग्यो त्यहाँ पछि बागलुङ गलकोट हटिया आउँछ कि हटियाबाट बुद्धिमा राणेजी के रागिनी रङ्गिनी सो आइज यहाँ आइज यसो हान्न भाषा फरक हुन्छ क्या तिमीहरूको जस्तै गुरुङ भाषा तमिल भाषा हुन्छ नि हाम्रो त म्यावान भाषा म्याटु भाषा हुँदैन चल्या छ होला दाइ हिरो हुनुहुँदो रहेछ बडा हो सरिता मेरो माया छ कि छैन यो निरकमल छ भने के हो दाइ यो झम्टिन हुँदैन ए आहा ल दाइ ल बाई बाई ह्याभ अ सेफ फ्लाइट यसो ठटाइयो हामीले नमिठो ठटाइयो बोकाको मासु ठटाइयो दाइ के ठटाउनु भयो तपाईँले यहाँ भन्नु नि त यार खासी त केही न केही कन्टेन्ट त पाउनु पऱ्यो कि हामीले यार तपाईँ बोल्नुहुन्छ कि नै बोल्नु त ल दाइ भन्नु म त के बोलौँ र यही बोल्नु दाइ ल सक्यो अनि त्यसपछि ठटाइयो हामीले यहाँ नमिठो ठटाइयो अब पानीले ठटाउने बेला भयो दाइ मेरो रेनकोटै मलाई दियो भाइ भन्ने कुरा हो तर रेनकोट यहीँ रहेछ त थ्याङ्क यू यता ए दाइ सरी नचिनेको कि दाइ तपाईँले दुइटै उस्तै देखियो क्या ल अब चाहिँ हामी जाँदैछौँ कहाँ दाइ ल हाम्रै स्कुटर हो भने लालसँग ग्यारेन्टी छैन फेरि रोक्यो भने चाहिँ हाम्रै स्कुटर झोला त भिजेर लथ्रक्क पऱ्यो होला होइन खासै त्यस्तो भिजै त छैन अनि के छ हाल खबर केटा बाँचेकै छ भन न यार बाँचेकै छ बाँचेकै छ अनि खानसान खानुभयो त्यही अघि एउटा बोकड हालेर आएर जुन त्यही बसियो खाइयो एउटा बोकड हालेर आएर चाहिँ भने हामीसँग बिहामा कि देखेनौ बिहाबाट बिहामा त्यो बर्थडे हो मेरो खाइयो बिहामा भर्खरै खाएर आएको हौ एक थाल हजार आएको नि हामी अनि नमस्ते नमस्ते वेलकम ब्याक हाम्रो चाहिँ केटा बाटामा सर्ट ल्याउनु तिमीहरूले रातिको सर्ट ल्याऊ कि नै झुट नबोलिकन भन सर्टमा भन्नु न भुताको सर्ट नि हो हामीसँग कस्तो सर्ट छ भनेपछि केटाले काम गरेर जाने केटा अब चाहिँ हामी आइयो हेलो नमस्ते है को हुन्छ मलाई ए दाइले पनि सब्सक्राइब गर्नु होला है अनि हामी चाहिँ अहिले बुर्दिवाङ छौँ म एकदम खुसी भएँ दाइ तपाईँको सरकार देखेर बाटो एकदम राम्रो छ दाइ मलाई एक दुई ठाउँमा अपशब्द बोल्न पनि आयो दाइ तर तपाईँ नयाँ हुन्छ त्यही भएर तपाईँ अगाडि मुजी भन्नु एकदम गाह्रो पऱ्यो दाइ मलाई हेर्नु बाटो त यो एक ठाउँमा धर्न इन्सुरेन्सले काम गर्न लाग्छ दाइ भन्ने कुरा हो अरू हाम्रो यात्रा राम्रो भयो अब तपाईँ रुमको पैसा लिनु भने म एकदम ढुक्क छु होइन तर भन्नु पर्यो यहाँ त हुनुहुन्छ नि तर न त तपाईँले तिर्दैन नि चियर जान्नु बाई बाई भोलिबाट चाहिँ हामी बुर्दिवाङ बजार घुमिन्छ अनि पर्सि चाहिँ हामी